Hello guys, good morning. Welcome to my mini vlog. आज चाहिँ भने म निस्किँदैछु कहाँ भन्दाखेरि चाहिँ ड्युटी। अनि हजुरहरू कस्तो हुनुहुन्छ? एकदम म चाहिँ जाति कुशलै छु भन्दाखेरि पनि हिजो कुले टोकेर हस्पिटल गएर टिटी लगाएर आएको छु। अनि भोलि पनि छ जानुपर्ने, त्यस्तै चलिराखेको छ मेरो चाहिँ। हामी चाहिँ जङ्गल छ हाम्रो घर गाउँ एरिया चाहिँ। तपाईँलाई म देखाउने छु है यहाँ कस्तो छ भनिकन चाहिँ। तपाईँहरू के गर्नु हुँदैछ? सबैजना आराम अनि कुशलै हुनुहुन्छ होला भन्ने मलाई लागिराखेको छ है। तपाईँको बिहानी कस्तो बितिराखेको छन्? आई होप तपाईँहरू सबैजना ठिकै हुनुहुन्छ होला भनिकन। अनि आज बिहानी थोरै पानी परिराखेको थियो, तर अहिले भने एकदम सन्नी डे भइराखेको छ है। एकदम मजा आइराखेको छ। आज चाहिँ भनी निक्लिएको होइन, ड्युटी नगए पनि नहुने। अनि हाम्रो गाउँ अलिकति तपाईँलाई आफ्नो मेरो गाउँलाई देखाउँछु ल, हेर्नुहोस् है त। म तपाईँलाई मेरो गाउँ देखाउने छु। यो चाहिँ हाम्रो गाउँ हो। यो अगाडि देखिरहनु भएको चर्च इन्कम्प्लिट छ। यो चर्च बनाउनु पर्ने, तपाईँले प्रार्थनामा सम्झिदिनु होला, चाँडो कम्प्लिट होस् भनिकन। अनि यताबाट भ्युज हाम्रो यस्तो देख्छ। यहाँ त्यस्तो दामी जग्गा त छैन, एकदम जङ्गल एरिया, पतला गाउँ। यता माथिपट्टि गाउँ छ अलिकति। यो हाम्रो चर्च यहाँ मुनि गाउँ भयो। यहाँ तल हाइवे रोड, तल हाइवे रोड छ। यहाँ अलिकति गाउँ छ, यता छ। यहाँ मुनि बढिएको घर छ। यताबाट आएपछि चाहिँ हाम्रो राकेश भाइको घर छ। हाम्रो एकदम सिन्सियर भाइ, गाउँकै सिन्सियर भाइ हो। यस्तो छ हाम्रो यहाँदेखिको भ्युज। यता हेर्नु भने उता पारि चिसो पानी एकदम बढिया छ। चर्च हाम्रो यहाँ इन्कम्प्लिट अवस्थामा, तपाईँ प्रार्थनामा सम्झिदिनु होला, चर्च नि चाँडै कम्प्लिट भएको होस्। र म भने चाहिँ अहिले जाँदैछु। हजुरहरू कस्तो हुनुहुन्छ? हजुरसँग म बिहानीको भ्लग लिएर आउनेछु सधैँभरि। हजुरहरूले मलाई हेरिकन साथ सपोर्ट माया गरिदिनुहुन्छ भनिकन मलाई आशा छ। अनि मेरो च्यानललाई लाइक कमेन्ट सेयर एन्ड सब्सक्राइब गरिदिनुहुन्छ भनिकन म आशा राख्दछु। यदि मन पर्यो भने तपाईँले मलाई सपोर्ट गर्न सक्नुहुन्छ। जोजो गुड मर्निङ। हाम्रो जोजो यहाँ घर, हाम्रो जोजोको यहाँ मुनि हाम्रो साथीको घर छ। म गाउँ भएर जानुपर्छ ड्युटी। यो हाम्रो साथीको घर, उपर मेरो काकाको घर छ। हाम्रो गाउँ यस्तै छ साथी हो। यस्तै छ।
तपाईँहरूलाई हाम्रो सानो गाउँको नजारा देखाइराखेको छु है। तपाईँहरूले हेरिकन साथ अनि सपोर्ट दिनुहोला। यो हाम्रो साथीको घर हो, साथी भन्दा पनि दाजुको घर। हामी यहीँ भएर हिँड्नुपर्छ जहिले उकालो ओह्रालो। हाम्रो गाउँमा रोड आइराखेको छन् तर कम्प्लिट भइसकेको छैन है। त्यसको लागि पनि तपाईँले प्रार्थनामा सम्झिदिनु होला अनि चाँडो रोड कम्प्लिट भएको होस्। यहाँ आएर हाम्रो आइसिडिएस छ तपाईँको, हेर्नुहोस् यहाँ हाम्रो नानीहरू, गाउँको नानीहरू यो आइसिडिएसमा पढाइ गर्ने गर्छन्। अनि सानो गाउँमा है आइसिडिएस असल कुरा हो। यस्तो छ हाम्रो गाउँ। अलिकति तपाईँले हेर्नुहोला, सिक्किमको वन हरियो वन, सिक्किमको धन हरियो वन। कस्तो बिर्सेछु हो, मैले त कवितै बिर्सेछु। आजभन्दा 20 वर्ष अगाडि पढेको होला। सिक्किमको धन हरियो वन, स्वर्गको फुलबारी भने जस्तै नि हाम्रो गाउँ हरियालीले भरिएको छ। अनि हाम्रो सिक्किमको धनै हाम्रो हरियो वन। हाम्रो वन चाहिँ एउटा सिक्किमको धन हो अनि स्वर्गको फुलबारी जस्तो पनि देखिन्छ भन्ने कविताले भन्न चाहिराखेको होला सायद है। तपाईँले अझ मभन्दा असल बुझ्नुहुन्छ। हाम्रो गाउँ यस्तो छ एउटा चाहिँ म यस घडी लागिराखेको छु है। मेरो यात्रा आजको दिनभरिको के कस्तो हुन्छ तपाईँहरू हेरिकन साथ दिनुहोला। तपाईँहरूलाई म धेरै लामो ब्लग हाल्नु चाहदिनँ किनभने तपाईँहरूलाई पनि धेरै समयको अभाव हुनसक्छ। किनभने अहिले मानिस धेरै आफ्नो व्यस्ततामा दौडिराखेका छन् अनि आफ्नो आफ्नो काम अनि जिम्मेवारी रेस्पोन्सिबिलिटी आफ्नो हुन्छ अनि सबै कुरा पुरा गर्नुपर्ने हुन्छन् है। अनि त्यसकारण म तपाईँलाई सानो ब्लग मात्रै हाल्नेछु अनि तपाईँको अगाडि म डेलीको मेरो ब्लग मेरो युट्युब च्यानलमा आउनेछन्। तपाईँहरूले हेरिकन साथ सपोर्ट गर्नुहोला। मेरो युट्युबको नाम तपाईँहरूले सर्च गर्न सक्नुहुन्छ, गोविन्द खनाल भनिकन। स्पेस नदिकन गोविन्द खनाल लेख्नुहोस्, त्यसमा आउँछ। अनि तपाईँले मेरो ब्लगहरू हेरिकन लाइक कमेन्ट सेयर अनि सब्सक्राइब गर्नु नभुल्नुहोस् भन्दै आजको मेरो छोटो मिनी ब्लगलाई यहीँ राख्न चाहन्छु र तपाईँहरूदेखि बिदा लिन चाहन्छु। सबैजनालाई गुड डे अनि नमस्ते भन्दै मेरो ब्लगलाई यहीँ राख्न चाहन्छु। धन्यवाद।